हेलो गाइज, आजको घुमघाम चाहिँ यता समुद्र सिङ्गापुर र यता मलेसियाको सिमाना समुद्रतिरको यात्रा हो हाम्रो आजको। र हामी यहाँ समुद्रको छेउमा आइपुगिसकेका छौँ र देख्न सक्नुहुन्छ समुद्र म तपाईँहरूलाई देखाउँछु। र आजको एकदमै घमाइलो छ दिन हैन, एकदम घाम लागिरहेछ, एकदम रमाइलो भइरहेछ। र यता साथीहरू पछाडि हुनुहुन्छ, फोटोसोटो खिच्दै हुनुहुन्छ र हामी चाहिँ म चाहिँ यता समुद्रको छेउछेउतिर हेर्दैछु, घुम्दैछु र देख्न सक्नुहुन्छ गाइस। ल समुद्र चाहिँ यही रहेको छ हैन। र समुद्रको चाहिँ त्यो समुद्रबाट उताको बिल्डिङ जुन देख्नु भएको छ म तपाईहरुलाई देखाउँछु। र त्यो पारी चाहिँ सिङ्गापुर र यता वारी चाहिँ यता मलेसिया रहेको छ गाइस। र हामी भर्खर आइपुगेका छौँ र घुम्दैछौँ, फोटोसोटो खिच्दैछौँ, एकदम इन्जोय गर्दैछौँ गाइस। र यही हो, तपाईहरु देख्न सक्नुहुन्छ हैन। म जुम गरेर देखाउँछु सिङ्गापुर हैन। सिङ्गापुर कुनै दिन भोलि पर्सि जाउँला, अहिले चाहिँ समय नभएको कारणले जहाँ गइएन। र सिङ्गापुर चाहिँ त्यही पारी त्यही हो है, देख्न सक्नुहुन्छ। सिङ्गापुर त्यही हो। र हामी चाहिँ यता समुद्रवारी हो मलेसियामा। कुनै दिन त्यहाँ पनि गइएला घुम्न, भोलि पर्सि समय मिलाएर जानु। लगाई यतातिरको दृश्य पनि तपाईहरुले देख्न सक्नुहुन्छ, एकदमै रमाइलो छ है। जोरबारेको एकदम फेमस ठाउँ। रमाइलो भइरहेछ, जस तातो घाम चर्किरहेछ र हामी चाहिँ घुम्ने क्रम जारी नै भएको छ। र यतातिर यो झोरतिर घुम्दैछौँ हामी। र देख्न सक्नुहुन्छ यो पछाडितिरको भ्यूहरू एकदमै सुन्दर छ गाइस, एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ। र यतातिर बिल्डिङहरू हैन, एकदमै रमाइलो छ। दिन पनि एकदम रमाइलो छ, घाम चिरिक्का चर्को परेको छ। अब त ठिकै हो, रमाइलो चाहिँ रमाइलो भइरहेछ। हेलो गाइज, ल यो चाहिँ जेबी जोरबारुको जेबी हो, एउटा गार्डन छ। म चाहिँ गार्डनमा आइपुगेको छु हैन। ल एकदमै खतरा खालको गार्डन छ। म चाहिँ त्यहाँ घुम्दैछु गाइज, देख्न सक्नुहुन्छ एकदम रमाइलो छ यतातिर। अनि वाह, यहाँ देख्न सक्नुहुन्छ गाइस, यो खतरा है त, यो धारा। ल हेर्नुहोस्, यदि धारा रहेको छ यस्तो खतराको। ल वाह वाह वाह, यतिको दामी ठाउँ त मैले कहीँ भेटेको थिइनँ हौ। ल हेर्नुहोस्, यहाँ पानी आउँदो रहेछ यसरी होइन, तर धारा आइरहेछ। र म फेरि यता घुम्दैछु, म तपाईलाई सबै देखाउँछु। र त्यहाँ देख्न सक्नुहुन्छ हैन। ल खतरा छ, यस्तो बाघको पिक्चर भएको हैन। र त्यहाँबाट यता म घुम्दैछु। यो धारा चाहिँ खत्रै लाग्यो मलाई, एकदम सही लाग्यो हैन।
यस्तो दामी छ कि गाइस। ल म अब मासतिर जान्छु गाइस। ल यो चाहिँ मैले हेरिसकेँ, एकदमै राम्रो लाग्यो मलाई, तपाईँहरूलाई पनि राम्रो लाग्छ भन्ने आश गरेको छु। र एकदमै रमाइलो गार्डन रहेछ यो चाहिँ। यो चाहिँ जेबी गार्डन रहेछ यो चाहिँ। र अबको बसाइमा म यो गार्डनभित्रै छु र घुम्दैछु। साथीहरू आउँदै हुनुहुन्छ पछाडितिर र यहाँ देख्नुहुन्छ गार्डन यस्तो खतराको छ होइन। यस्तो जङ्गल छ म देखाउँछु। एउटा ढुङ्गो रहेछ माझमा होइन। र त्यसपछि यतातिर छ फुलहरू। र फुलहरूको गार्डन पनि खत्रै छ। ल म देखाउँछु, बसेर देखाउँछु है तपाईँहरूलाई। हेर्नुहोस् फुल कस्तो दामी छ गाइस, हेर्नुहोस्। आहा होइन, फुलहरू एकदमै खतरा छ। र त्यसपछि हेर्नुहोस् गाइस, यतातिर नि राम्रो छ। ल यो फुलहरू, यो सयपत्री फुल यस्तो दामी छ कि ल हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। सयपत्री फुल यो सयपत्री फुल होइन। र त्यसपछि यहाँ यसलाई चाहिँ के भन्छन्, नेपालमा त यसलाई चमेली फुल भन्थे होइन। यहाँ चाहिँ के भन्छन् मलाई थाहा भएन। यो चाहिँ चमेलीको फुल र देख्नुहुन्छ यो चाहिँ सयपत्री है, खत्रै छ यो। र यहाँ पनि रहेको छ होइन। यहाँ चाहिँ अलि ठुल्ठुलो थुङ्गा छ। ल हेर्नुहोस् गाइस। ल त्यसपछि म यस्तो घुमेर फेरि मासतिर जाँदैछु। ल हेर्नुहोस् यो पछाडि यस्तो खतराको होइन। यो रुखहरू चाहिँ बनाएको छ लाइट बल्ने फेरि राति होइन। राति भए झन् खतरा रमाइलो हुन्थ्यो ल। हामी चाहिँ दिउँसो हो, दिउँसो अहिले 1 बजेको तातो घाममा घुमिरहेको छु म। ल यो रुख हेर्नुहोस् यस्तो दामी छ। र त्यसपछि यहाँ एउटा खत्रै छ गाइस होइन। ल यसलाई पनि हेरौँ। ल हेर्नुहोस् यो चाहिँ पातै पातको छ स्टिलको होइन। ल हेर्नुहोस्, र बिचमा वरिपरि फुलै फुलको गार्डन। अलि पर लगेर देखाउँछु तपाईँहरूलाई। ल अनि माझमा चाहिँ स्टिलको रुख, यो पनि खत्रै छ गाइस। एकदमै दामी रहेको छ यो। ल हेर्नुहोस्। र म अझै अगाडि बढ्दैछु। ल अहिलेको बसाइमा छु म यम्बी जेबी गार्डन भित्र छु। र फाइनल्ली गाइज ल तपाईहरुलाई मैले गार्डनको भ्यू एकदमै रमाइलो देखाइसकेको छु। ल बाइ बाइ गाइज। अब घुम्ने क्रम जारी नै छ। अब फेरि यो गार्डनबाट चाहिँ म जाँदैछु बाहिर। गार्डन घुमेर सके तपाईहरुलाई पनि देखाएँ रमाइलो फुलहरू हैन। रमाइलो फुलहरू तपाईहरुलाई मैले देखाइसकेँ। तपाईहरुलाई कस्तो लाग्यो मलाई चाहिँ बप्पाले दामी लाग्यो हैन। ल कमेन्ट गर्नु होला है गाइस। ल गाइस
तपाईहरुलाई म यता पनि देखाउँदैछु यतातिरको रमाइलो भ्यूहरु लानुहोस् सिङ्गापुरको बोर्डर हो यो चाहिँ यहाँबाट पारी सिङ्गापुर वारी मलेसियामा हो हामी ल हेर्नुस् यस्तो दामी हुन्छ कि रोडहरु यतातिर है यस्तो दामी कि मलाई त खत्रै मन पर्यो पुरा बाटो रङ्गी चङ्गी छ यस्तो यस्तो फुलै फुल र घर देख्न सक्नुहुन्छ यति ठुला ठुला घरहरु छ एकदमै दामी भइरहेछ हैन र हाम्रो साथीहरु यता आउँदै हुनुहुन्छ ल यता परम सर यता ज्वाइँ साहब यता दाइ मामा लास्टमा आउँदै हुनुहुन्छ ल यात्रा हाम्रो एकदम रमाइलो भइरहेछ र घुम्दै छौं घुम्ने क्रम पनि जारी रहेछ र यहाँ घर हेर्नुस् एउटा यस्तो खतरा घर छ यो रातो बिल्डिङ हैन ल देख्नुस् त्यहाँ रमाइलो खालको एउटा गेट रहेछ यस्तो खतराको हैन त्यसपछि हामी यता जाँदैछौँ गाइस त्यो भित्र देख्न सक्नुहुन्छ हैन त्यो भित्र चाहिँ एउटा खतरा गार्डन छ त्यहाँ चाहिँ हामी घुम्न जाँदैछौँ आउनुहोस् आउनुहोस् कम भयो आउनु त अब कम आउनु ल म चाहिँ गार्डन भित्र आइसकेको छु है गार्डन चाहिँ यही हो एकदम दामी रहेछ यतातिर बिल्डिङहरु छ ठुल्ठुला र यतातिर ल गाइज ल यता गार्डनतिर घुम्दैछु म चाहिँ हैन एकदम रमाइलो भइरहेछ देख्न सक्नुहुन्छ यतातिर यस्तो रमाइलो दृश्यहरु छ अनि यतातिर यो नरिवलको रुख देख्न सक्नुहुन्छ र अनि यतातिर रमाइलो छ यता पनि र यो खतरा छ यो हेर्नुस् हैन अनि यो बिल्डिङ देख्नुहुन्छ कति ठुलो बिल्डिङ छ हैन वाह यस्तो ठुलो बिल्डिङ छ यता यहाँ चाहिँ म बस्छु गाइज एकछिन गर्मी भयो हेलो चस्मा लाउँछु अलि गर्मी छ र गर्दै गर्दै अब यता जाने हो